हामी आज फेरि शिष्यस्थानी महिमाको दोस्रो दिन द्वितीय अध्याय लिएर उपस्थित भएका छौं। आउनुहोस् अब ढिला नगरिकन कथामा प्रवेश गरौं। त्यस पूर्व हामी शिष्यस्थानी महिमाको स्तुति पाठ गरौं। ओम श्री गणेशाय नमः, श्री सरस्वत्यै नमः, श्री स्वस्थानी परमेश्वर्यै नमः। ओम यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः शृण्वन्ति देव्यश्च वै वेदै शंकर पदाक्रमोपनिषदेरि गायन्त्र्यं सामगा ध्यानावस्थित गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। श्रीमाच्चन्दन चर्चिताज्जलवपो शुक्लाम्बरा मल्लिका मालालंकृत कुंडला प्रविलसन मुक्तावली शोभिता सर्वज्ञान निधान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मुखम करोति वाचालम पंगोलम गहते गिरिम यत्कृपातमहं वन्दे परमानंद माधवम। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाक्षामि नारायण कथामिमं। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टांगं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथासुतोपमा देव्या श्रुत्वा अभीष्टफलं लभेत्। ओम श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। सबैले भन्नु श्री स्वस्थानी माताजी को जय, कैलाशपति महादेव को जय। आउनुहोस् अब हामी कथामा प्रवेश गरौं। ओम श्री गणेशाय नमः। अथ द्वितीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अघि यो संसार पद्मकल्पमा जलमय छँदा परब्रह्म स्वरूप विष्णुका नाभिदेखि सहस्रदल कमल उत्पन्न भए। त्यसै कमलमा ब्रह्मा बसी संसार सृष्टि गर्न विचार गर्दा भए। त्यस बखतमा विष्णुका काने घुचीदेखि बडा वीर पराक्रमी मधुकैटभ भन्ने नाम गरेका दुई दैत्य उत्पन्न भए। मधुकैटभ दैत्यले कहाँ के छ भनी जलामय संसारमा भ्रमण गर्दा ब्रह्मा बसेको सहस्रदल कमल नेर पुगी कमलको डाँड देखे। कमलको डाँड समाती माथि गई ब्रह्मालाई देखी र ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराइकन योगमायाको आराधना गरेर योगमाया प्रकट भइन्। योगमाया प्रकट भएपछि बिन्ती गरे, हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस् भन्ने ब्रह्माको वचन सुनि योगमायाले श्री विष्णुलाई जागा गराइन्। श्री विष्णु जागा भएर मधुकैटभलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध गरे तैपनि मधुकैटभ दैत्यलाई जित्न सकेनन् र हे दैत्य हो, तिमीहरू बडा पराक्रमी रहेछौ, म सन्तोष भएँ। वरदान माग भनी विष्णुले आज्ञा गरे। त्यो आज्ञा सुनि मधुकैटभ दैत्यले अहंकार गरी भने, हे विष्णु, युद्धमा तिमीलाई हामीले जित्यौं, त्यहाँ तिमीले के वरदान देउला? तिम्रो इच्छा भएको वर हामीसँग माग। यस्ता मधुकैटभको वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ, म वर त माग्दछु, वाचा गर। मधुकैटभ दैत्यले तिमीलाई मागेको हामी अवश्य दिउँला भनी वाचा गरे। तब विष्णु आज्ञा गर्दछन्, हे दैत्य हो, अरु थोक के वर मागु? तिमी दुवैलाई म मार्छु, मेरा हातबाट मर। यस्ता विष्णुका वचन सुनि मधुकैटभ दैत्यले भने, हे विष्णु, तिमीले कपट गरी वर माग्यौ तापनि हामीले वाचा गरेका छौं, दिन्छौ, अब के गरौं भनी मनमा विचार गरी जब सब जलमय संसारदेखि विष्णुसँग भने, हे विष्णु, हामीलाई जल नभएको ठाउँमा मार। यति दैत्यले भनेको सुनि विष्णुले ती दुवै दैत्यलाई काखमा राखे। हेलै शीत मारे तिनै दैत्यका बोसो शीतकालमा तुषाराले पानी जमे झै समुद्रको जलमा जमी पृथ्वी भइन्। मासुले पर्वत भए, हाडले पत्थर भयो। त्यो देखि ब्रह्माले अब संसार सृष्टि गरौं भनी पहिले 14 भुवन सृष्टि गरे। कुन कुन भने भुवरलोक, स्वर्गलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक, यति माथिका र अतल, वितल, सुतल, तलातल, महातल, सातल, पाताल, यति तलका जम्मा 14 भुवन सृष्टि गरे। फेरि द्वीप सृष्टि गरे। कुन कुन भने जम्बुद्वीप, लक्षद्वीप, सालमाली द्वीप, कुशद्वीप, कौचद्वीप, सागरद्वीप, पुष्करद्वीप। फेरि 7 समुद्र सृष्टि गरे। कुन कुन भने क्षरोत समुद्र, इक्षुरोत समुद्र, सुरोत समुद्र, धृतोत समुद्र, क्षीरोत समुद्र, दधिमण्डोत समुद्र, शुद्धोत समुद्र, ईशा समुद्र सृष्टि गरे। जम्बुद्वीप इक्षुरोत समुद्रले बेष्टित छ। त्यहाँ घ्राद नामका राजा राज्य गर्दछन्। दोस्रो लक्षद्वीप इक्षुत्सोद समुद्रले बेष्टित छ। त्यहाँ इद्मजीव राजा छन्। तेस्रो सालमाली द्वीप समुद्र सुरोत समुद्रले बेष्टित छ।
त्यहाँ यज्ञ बाहु राजा छन्। चौथो कुशद्वीप घृतोत समुद्रले बेष्टित छ, त्यहाँ हिरण्य रेता नाम गरेका राजा छन्। पाँचौं कौशद्वीप क्षीरोद समुद्रले बेष्टित छ, त्यहाँ धृत पृष्ठ नामका राजा छन्। छैठौं शाकद्वीप दधिमण्डोत समुद्रले बेष्टित छ, त्यहाँ मेघातिथि राजा छन्। सातौं पुष्कर द्वीप शुद्धोत समुद्रले बेष्टित छ, त्यहाँ वितिहोत्र राजा छन्। जम्बू द्वीपको विस्तार लक्ष्य योजना छ, यो कमल गट्ठा जस्तो गोल छ, यसमा 9,000 योजना विस्तारको 9 वर्ष छन्। यस्ता तरहको पृथ्वी सृष्टि गरी फेरि अष्टपर्वत सृष्टि गर्न लागे। कुन कुन भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत, चन्द्रकूट पर्वत र चन्द्रान्त पर्वत, यति अष्टपर्वत सृष्टि गरे। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौँ भनी श्री महादेवसँग गई तपस्या गरे। दिव्य 12,000 वर्ष अति कष्ट गरी तपस्या गर्दा महादेव प्रत्यक्ष भई भने, हे ब्रह्मा, तिम्रो भक्तिदेखि म सन्तोष भए वर माग भनी आज्ञा गरेको सुनि ब्रह्माले महादेवलाई नाना प्रकारले आज्ञा गरी स्तुति गर्न लागे। हे परमेश्वर, तिमी कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार तुल्याए आफ्ना मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। फेरि एक मूर्तिले 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम झैरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। फेरि जगत संसारको धनी सर्वव्यापी भइरहनु भएका हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर, तिम्रो महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेको म कसरी सकौँला। तिम्रा प्रसादले भुवन पाताल पर्वत द्वीप समुद्र सृष्टि गर्न सकौँ, यति वरदान देऊ भनी बिन्ती गरे। यति ब्रह्माले भनेको सुनि महादेवले सुरश्रेष्ठ सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिए। ता उपरान्त ब्रह्मा मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा गए। महादेव अन्तर ध्यान भई गए। ब्रह्माले सुमेरु पर्वतमा गई शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक, नाना लोक सृष्टि गरे। सबभन्दा माथि धर्मलोक सृष्टि गरे। फेरि सुमेरु पर्वतका पूर्व दिशामा ऐरावती सृष्टि गरे। आग्नेय कोणमा शुद्धवती सृष्टि गरे। दक्षिण दिशामा यमपुरी सृष्टि गरे। नैऋत्य कोणमा कृष्णवती सृष्टि गरे। वायव्य कोणमा गंधवती सृष्टि गरे। उत्तर दिशामा अलकापुरी सृष्टि गरे। ईशान कोणमा यशोमती सृष्टि गरे। यति सृष्टि गरिसकी स्थावर जंगम सृष्टि गरे। यति गरी प्राणी सृष्टि गर्न लागे। पहिले काश्यप प्रवृत्ति 100 ऋषि मनले चिताउँदैमा सृष्टि गरे। हे अगस्त्य मुनि भनी कुमारले भनेर अगस्त्य मुनि भन्दछन्, हे स्कन्द कुमार, तिम्रो वचन रूपी अमृतका रस मेरा कान रूपी जिब्राले बार बार पिउन माग्दछ। सृष्टिको कुरा सुनौ। अब देवता दैत्य मनुष्य कस्ता रीतले सृष्टि भए त्यो सुन्नको साह्रै इच्छा छ। इच्छा भयो, आज्ञा गर। यति अगस्त्य मुनिले भनेको वचन सुनि कुमार आज्ञा गर्दछन्। हे अगस्त्य मुनि, कश्यप ऋषिका अदिति, दिति, धनु र कारा, घोडा, सिम्मिका, क्रोधा, आधा, प्राधा, बलिष्ठा, विनता, कपिला, क्रदु, मनु यस्ता नाउँ गरेका स्त्री थिए। दितिका गर्भदेखि हिरण्यकशिपु प्रभृति दैत्य जन्मे। अदितिका गर्भदेखि चन्द्र, सूर्य, इन्द्र प्रभृति 33 कोटी देवता जन्मे। धनुका गर्भदेखि दानवहरू जन्मे। कारा घोडाका गर्भदेखि गन्धर्वहरू जन्मे। सिमिकाका गर्भदेखि राहु जन्मे। प्राणका गर्भदेखि रम्भा, त्रिलोत्तमा, उर्वशी प्रभृति अप्सराहरू जन्मे। मनुका गर्भदेखि ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यति 4 प्रकारका मनुष्यहरू जन्मे। बलिष्ठ विनताका गर्भदेखि अरुण, गरुड, सम्पत्ति, मयूर, कोकिल, चकेवा, जीवा, मुनिया, धोबिनी, राजहंस प्रभृति पक्षीहरू जन्मे। कपिलका गर्भदेखि कामधेनु, सिंह, सादुल, बाघ, हात्ती, घोडा, मृग, जरायो, गैंडा, खरायो प्रभृति पशुहरू जन्मे। क्रतुका गर्भदेखि शेषनाग, अनन्तनाग, वासुकीनाग, महापद्मनाग, कामनाग, कुलिका नाग, तक्षक नाग, शंखनाग यति अष्टनागहरू जन्मे। हे अगस्त्य मुनि, यस्ता तरहले देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, राक्षस, अप्सरा, नाग, मनुष्य, पशु पक्षी सृष्टि भएको देखि ब्रह्माले अब यिनीहरूलाई आहार सृष्टि गरौँ भनी धान, जौ, तिल प्रभृति नाना अन्न सृष्टि गरे। हे अगस्त्य मुनि, संक्षेपले मात्र कहन्छु, अरू पुराणबाट विस्तार बुझाउला। यति सृष्टिका कुरा कहे। अब तिमीलाई म जे सुन्नको इच्छा छ भनी कुमारले आज्ञा गरेर अगस्त्य मुनि भन्दछन्, हे पार्वती नन्दन, कुन कुन भुवनमा कुन कुन देवता छन्, दिक्पाल कसो गरी भए त्यो आज्ञा गरे। यति अगस्त्य मुनिले भनेको वचन सुनि कुमार आज्ञा गर्दछन्। हे अगस्त्य मुनि, कैलाश भुवनमा श्री महादेव छन्। वैकुण्ठ भुवनमा विष्णु छन्। सत्य भुवनमा ब्रह्मा छन्।
उमा भुवनमा पार्वती छन्, स्कन्द भुवनमा म छु, ध्रुव भुवनमा ध्रुव ऋषि छन्, नैऋत्य भुवनमा अरू ऋषिहरू छन्। यति भुवनका कुरा भने अब दिक्पाल भएको कहन्छु। कश्यप ऋषिका पुत्र इन्द्र हिमाल पर्वतमा गई धेरै कालसम्म कष्ट गरे, तपस्या गरे। श्री महादेव सन्तोष भई हे इन्द्र तिम्रो भक्ति देखेर म सन्तोष भए भनी वरदान दिइकन पूर्व दिशाको दिक्पाल भएर भएस भनी अमरावतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। श्री महादेव सन्तोष भई अग्नि भनी नाउँ राखी अग्निकोटको दिक्पाल भएस भनी शुद्धावतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई यम भनी नाम राखी दक्षिण दिशाको दिक्पाल भएस भनी यमपुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्य भनी नाउँ राखी नैऋत्य कोणको दिक्पाल भएस भनी कृष्णावतीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई वरुण भनी नाम राखी पश्चिम दिशाको दिक्पाल भएस भनी श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान ल्याऊ भनी आज्ञा गरे। 49 वायुले हामी 49 जना एक हुन सकौं, हामीलाई कोही नदेखुन्, शब्द मात्र सुनुन्, बलमा पनि कसैले जित्न नपाउन् भन्दा महादेवबाट तथास्तु भनी वरदान दिई वायु भनी नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर भनी नाम राखी उत्तर दिशाको दिक्पाल भएस भनी अलकापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई विश्वकर्मा नाम राखी ईशान कोणको दिक्पाल भएस भनी यशोवतीको अधिपति गराई पठाए। हे अगस्त्य मुनि यति दिक्पालहरू भएका कुरा कहे। अब महादेवकी स्त्री सतीदेवी मर्दा उत्पात भएको कुरा कहन्छु सुन भनी कुमारले आज्ञा गरे। अगस्त्य मुनि भन्छन् हे कुमार, सतीदेवी महादेवकी स्त्री कसो गरी भइन्, कसो गरी मृत्यु भयो, के उत्पात भयो त्यो आज्ञा गर। यदि अगस्त्य मुनिले भनेको सुनि कुमार आज्ञा गर्छन्। हे अगस्त्य मुनि सुन, अष्ट प्रजापति भनी नाम 8 प्रजापति तिनकी बिरणी नाम गरेकी स्त्री थिइन्। बिरणी गर्भिणी भई मास पूर्ण भएर पुत्री जन्मिन्। कस्ती पुत्री भनी 1000 सूर्यको जस्तो तेज भएकी, 32 लक्षण युक्त भएकी, पद्म पत्र जस्तो नेत्र भएकी, रक्त भन अरुण उदय भए जस्ती यस्ती परम सुन्दरी पुत्री जन्मेकी देखी दक्ष प्रजापतिले मनमा आनन्द गरी आफ्ना पुरोहित वशिष्ठ प्रभृति ऋषि ज्योतिषहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। वशिष्ठ प्रभृति ज्योतिष ऋषिहरूले ज्योतिष शास्त्रमा विचार गरी भने हे दक्ष प्रजापति, यस बालिकाको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात होला। यदि भनी ज्योतिष ऋषिहरूले ती कन्याको नाम सतीदेवी राखेर दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणा दिई भोजन गराए। विदा भएर आफ्ना आश्रममा जाँदा भए। श्री स्कन्द पुराण 11 खण्डे माघ मात्मे कुमार संवादे श्री स्वस्थानी व्रत कथा सतीदेवी उत्पन्न नाम श्री स्वस्थानी परमेश्वरी व्रत कथा द्वितीयोध्याय। ओम श्री स्वस्थानी परमेश्वरी नमो नमः। श्री स्वस्थानी माता जी को जय, कैलाशपति महादेव को जय। आउनुहोस् अब पुष्पाञ्जली। ओम उपनयतु मंगलाय सकल जगन मंगलाय श्रीमान दिनकरण किरण निबोधित नवनलित दल निवेक्षण श्री कृष्ण काले वर्षतु पर्जन्य पृथ्वी सशालिनी देशोऽयं च बलायितो ब्राह्मणा सन्तु निर्भया अपुत्र पुत्रिणा सन्तु पौत्रिणा निर्धना साधना सन्तु जीवन्तो शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतो द्वारकथा प्रसंग। या कुंजन्दुतसारहार धवला या सुप्रवस्त्राभिता या वीणाभरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृति विदेवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिः स्वभावात् करोमि यदि सकलं परस्मै नारायणाय समर्पयामि तत् अनन्यचेतसा भक्त्या सुक्तं यथा कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानी परमेश्वरीं। ओम श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। श्री स्वस्थानी माता जी को जय, कैलाशपति महादेव को जय। आउनुहोस् आजको श्री स्वस्थानी महिमाको दोस्रो अध्याय यही समापन भएको छ। भोलि फेरि यसै गरी यसै समयमा तृतीय अध्याय लिएर उपस्थित हुनेछौं भन्दै आजबाट बिदा हुन चाहन्छु। भक्तवत्सल भगवान को जय, लक्ष्मीनारायण भगवान को जय, कैलाशपति महादेव को जय, श्री स्वस्थानी माता जी को जय।